नमस्कार, आउनुहोस् मानसिक स्वास्थ्यको बारेमा जानौं। कहिलेकाहीँ हामी बाहिरबाट सामान्य देख्छौं, मुस्कुराहट अनुहार आफ्नै छेउका साथीहरूमा हेर्छौं, तर उसको मनभित्र भने पीडा लुकेको हुन्छन्। धेरै कुराहरू मनभित्र दबाएर राखेको हुन्छ। हो, यहीँबाट सुरु हुन्छ मानसिक स्वास्थ्यको कुरा। मानसिक स्वास्थ्य हाम्रो एउटा समग्र स्वास्थ्यको अभिन्न हिस्सा हो, जसले हाम्रो सोच, भावना, व्यवहार र निर्णय क्षमतामा प्रत्यक्ष प्रभाव पार्छ। जब मनको स्वास्थ्यमा असन्तुलन हुन्छन्, तनाव, चिन्ता, निराशा, निन्द्राको समस्या तथा शारीरिक असहजताको लक्षणहरू देख्न थाल्छन्। मन स्वस्थ भए हामी चुनौतीहरू सामना गर्न सक्छौं, सम्बन्धहरू सुदृढ बनाउन सक्छौं र जीवनलाई सन्तुलन कायम राख्न सक्दछौं। तनाव हाम्रो जीवनको एउटा स्वाभाविक हिस्सा हो, यो आइरहन्छ, तर यसको व्यवस्थापन भने सम्भव छ। नियमित व्यायाम, ध्यान तथा गहिरो सास फेर्ने अभ्यास, पर्याप्त निन्द्रा, सन्तुलित आहार, विश्वासिलो व्यक्तिसँग खुलेर कुराकानी, यी सबै सरल अभ्यासले हामी मानसिक सन्तुलन कायम राख्न सक्दछौँ। आउनुहोस् अब केही सामान्य भ्रमहरू तोडौँ। भ्रम: मानसिक समस्या भएका व्यक्तिहरू असामान्य वा पागल हुन्छन्। तथ्य के छन् भने अरू स्वास्थ्य समस्या जस्तै यो सामान्य अवस्था हो र यो जो कोहीलाई पनि हुन्छन्। भ्रम: मानसिक रोग धेरै दुर्लभ हुन्छ। तथ्य: मानसिक रोग विश्वभरि लाखौं मानिसमा देखिन्छ। भ्रम: मानसिक रोग निको हुँदैनन्। तथ्य: समयमै चिकित्सकीय सल्लाह र उपचारले निको हुन सक्छ। भ्रम: मानसिक रोगले व्यक्तिलाई हिंसात्मक बनाउँछ। तथ्य: अधिकांश रोगी व्यक्तिहरू हिंसात्मक हुँदैनन्। अन्ततः यदि तपाईँ पनि मानसिक स्वास्थ्य समस्यामा हुनुहुन्छ भने आफ्नो मिल्ने साथीसँग खुलेर कुराकानी गर्नुहोस्, आफ्नो आमा बुवासँग खुलेर कुराकानी गर्नुहोस् र निशुल्क परामर्श सेवाको लागि निशुल्क हटलाइन नम्बर 1166 मा सेवा लिनुहोस्। हस्त, धन्यवाद। मनको कुरा गरौँ।